स्थापना गर्ने संकल्प लिएर नै हामीले नेपाली कम्युनिस्ट पार्टी निर्माणको प्रक्रियालाई अगाडि बढायौं। यहाँसम्म आइपुग्दा संस्थागत रूपले पनि झन्डै 26 वटा साना ठुला पार्टीहरू र हजारौंको संख्यामा विभिन्न समूहमा रहेका प्रतिभाहरू, व्यक्तित्वहरू, कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीमा जोडिनु भएको छ। यो हाम्रो लागि खुशी र गर्वको कुरा हो। अहिले हामी निर्वाचनको सङ्घारमा छौं। यो निर्वाचन कसरी अगाडि बढ्छ भन्ने कुरामा राष्ट्रिय राजनीतिमा निकै धेरै तनाव र बहस भयो। सर्वदलीय सरकारका कुरा उठे, सर्वपक्षीय सरकारका कुरा उठे, संसद पुनर्स्थापनाका कुराहरू पनि उठे। तर हामीले सुरुदेखि नै आजको जटिल राजनीतिक परिस्थितिमा चुनाव नै जनताको बीचमा जाने